म यहाँहरूलाई अनुरोध गर्दछु सचेत छ र यहाँहरूलाई हैन सचेत राख्न चाहन्छ। धन्यवाद हाम्रो सरहरूलाई, म्यामहरू सबैजना। हाम्रो शेर्पा सरलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँले आज म यहाँ आउँछु है भनेर अघि बिहान फोन गरेको थिएँ, हुन्छ भनेर तपाईँहरूलाई जम्मा गराइदिनु भएको छ। सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद दिन चाहन्छु सबभन्दा पहिला, विद्यार्थी नानीहरूलाई पनि र पत्रकार मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। खुसी लागेको छ। म एभ्री सन्डे चाहिँ श्रम शिक्षा बार भनेर विद्यालयहरूमा भिजिट गर्ने गर्छु र आज चाहिँ धरान 18 स्थित यो त्यतै सुन्दर विद्यालय कार्मेल स्कुलमा आइपुगेको छु। मेरो छोरा पनि यही पढ्छ है। खुसी लागेको छ यहाँहरूलाई भेट्न पाउँदा। तपाईँहरूलाई खुसी लागेको छ? ओके, एक दुईवटा कुरा राखेर गइहाल्छु, म धेरै बोलाउँदिनँ। धरानलाई हामीले सफा सहर बनाउने कि फोहोर सहर? सफा सहर। सफा सहर धरानलाई यदि बनाउने हो भने हामी सबैजनाको जिम्मेवारी हो, फोहोर नफाल्ने होइन। र अब सबै फोहोर त टिपेर साध्य हुँदैन स्टुडेन्ट्सले, तर हिँड्दै जाँदाखेरि कहीँ कतै होइन त्यही डस्टबिन छ, यहाँनिर चाहिँ नि चाउचाउको खोल फालिदिएको छ भने त्यो चाउचाउको खोल टिपेर डस्टबिनमा लगाइदिनुहोस्। त्यति सहयोग गर्न सक्नुहुन्छ? यस। एउटा यति विद्यार्थीले एउटा एउटा गऱ्यो भने बाटोभरि जुन एक खालको ट्र्यास देखिन्छ। आशा त्यत्रो ठुलो आशा लिएर म आएको छैन। यति गरौँ, आज उपरान्त यतिजना मान्छेले मात्रै पनि बिस्किट खाँदा, नुडल्स खाँदा अथवा केही कुरा खाँदा प्लास्टिक प्याकेजिङ भएको जुन मेटालिक ऱ्याप लगाएका जुन ऱ्याप भएको चाहिँ नि खानेकुरा खाँदा, पानी खाँदा बोतल भुइँमा हामी फाल्दैनौँ होइन। यतिजना मान्छेले मात्रै कमिट गर्दाखेरि पनि धेरै होइन सफा हुने सम्भावना हुन्छ। हामीले भुइँमा फोहोर नफालौँ होइन। यो कल्चर हामीले सुरु गर्न सक्छौँ होइन। त्यो एउटा मैले आशा गर्छु। धरानमा हामी श्रमदान अभियान चलाउँछौँ, देख्नु भएको छ कहिले काहीँ फेसबुकतिर। तपाईँहरूले देख्नु भनेर म पोस्ट गरेकै गर्छु है। तपाईँहरूले नदेखिन्जेलसम्म म पोस्ट गरेकै गर्छु। देख्नुहुन्छ है। त्यस्तरी हामीले चाहिँ नि काम गरिराखेका छौँ, विकासका कामहरू, पानीदेखि लिएर पार्क निर्माणदेखि लिएर हरेक कुराहरूमा। वृक्षारोपणहरूमा चाहिँ तपाईँहरू पनि आउनु भएको छ, मलाई जहाँसम्म लाग्छ। कार्मेल स्कुललाई धन्यवाद दिन चाहन्छु। र अब रेनी सिजन सुरु भइसकेपछि बिरुवा रोप्न चाहिँ आउनु होला। मसँग बगरमा ढुङ्गा बोक्नु आउनुपर्छ, भिरमा पाइप तान्न आउनुपर्छ भन्दिनँ, तर हेर्नु चाहिँ पर्छ है। ल, हेर्नु चाहिँ पर्छ क्या। त्यो काम गर्दै गरेको धरान उपमहानगरपालिकाले विकासका काम गर्दै गरेको श्रमदान मार्फत श्रमबाट गर्दै गरेको हेर्नु चाहिँ पर्छ। यो मेरो लागि र फोहोर मैला सम्बन्धी कुरा मैले सर्वप्रथम राखेँ। दोस्रोमा चाहिँ लाभ औषध दुर्व्यसन विरुद्ध पनि हामीले अभियान चलाइरहेका छौँ होइन। इनफ्याक्ट 144 विक्स पार गरिसक्यौँ हामीले है। म यहाँहरूलाई अनुरोध गर्दछु, विशेष गरी छोरा मान्छे भाइ भतिजाहरूलाई कुलतमा फस्नु हुँदैन र छोरीहरूलाई पनि है। कसैले नचिनेको औषधि खानुपर्छ, यो खायो भने कस्तो मजा आउँछ भनेर भन्यो भने खानु हुँदैन। के अरे खानुहुन्छ? खानु हुँदैन। अहिले विभिन्न लाभ औषधको रूपमा चाहिँ नि आइराखेको छ
होइन। इनफ्याक्ट थुप्रै प्रहरीले पनि सर्च एन्ड एरेस्ट चलाइराखेको छ र यस्ता थुप्रै तपाईँको चाहिँ नि लागु औषधहरू बरामद भइराखेको पनि छ र हाम्रा युवाहरू होइन लाई चाहिँ त्यसले खराब गरिराखेको छ, खाइराखेको छ। त्यसो भएको कारणले गर्दाखेरि धरान उपमहानगरपालिका यो विषयमा अत्यन्तै सचेत छ र यहाँहरूलाई होइन सचेत राख्न चाहन्छ। तपाईँहरूले मलाई हेल्प अर्को के गर्नु पऱ्यो भने कसैले खैनी खाउँ, सिगरेट खाउँ होइन, मादक पदार्थ सेवन गरौँ, नुन कुरा खाँदाखेरि मात्छ, रिङ्गटा चल्छ होइन, बान्ता आउँछ, त्यस्तो खालको कुरा खाउँ भनेर कसैले भन्छ भने खानु हुँदैन। कसो अरे खानु हुँदैन है। यो दुईटा कुरा तपाईँहरूले मेरो लागि गरिदिनु पर्ने हो। गरिदिन सक्नुहुन्छ? त्यो मेरो लागि हो मेरो लागि पनि हो होइन, तपाईँहरूको लागि हो। विशेष गरी जीवनमा आमा बाबा र गुरुआमा यी चारजना होइन, आमा बाबा, आफ्नो पेरेन्ट्स र टिचर्सले भनेको कुरा सधैँभरि मानेर अगाडि बढ्नु। साथीले त भनेको नमान्दा पनि हुन्छ, किनभने साथीलाई थाहा हुँदैन होइन जीवन भनेको के हो भन्ने भोगेको हुँदैन। त्यसले गर्दा यता जाउँ भन्छ, उता जाउँ भन्छ, साथीको कुरा नमान्दा पनि हुन्छ। तर आमा बाबा र टिचर्सले भनेको कुरा मान्नु है, आफूभन्दा ठुलो अभिभावकले भनेको कुरा मान्नु होला सधैँभरि, यो भन्न चाहन्छु। धेरै कुरा छैन, नै कुराहरू छन्। श्रमको महत्त्व बुझ्नुपर्छ भन्ने हो खासमा म आउनुको कारण चाहिँ। त्यसमा मैले फोहोर मैलाले ड्रग एडिक्सन विरुद्ध कसरी हामी चाहिँ नि होइन लाग्न सक्छौँ भन्ने बारेमा पनि मैले यहाँहरूलाई केही कुरा भनेँ। राम्रो पढ्दै हुनुहुन्छ होला होइन, यो कुरामा मलाई आशा विश्वास छ। राम्रो पढ्नु होला, आफ्नो लागि मात्रै सोचेर नपढ्नु होला, यो पनि भन्न चाहन्छु। आफ्नो पेटको लागि मात्रै सोच्ने चाहिँ जनावरले पनि सोच्छ त्यो चाहिँ, तर जनावर र हामीमा फरक छ कि छैन? छ। हामी चाहिँ देशको लागि पनि पढ्छौँ है। देशको लागि पढ्ने मान्छेले होइन लागु औषध सेवन गर्दैन, कहिले पनि बिग्रदैन है, र अरूलाई पनि बिगार्दैन। यो कुरा छ, त्यो विषयमा पनि यहाँहरूले ध्यान दिनु होला। राम्रो पढ्दै हुनुहुन्छ तपाईँहरू? 10 कक्षाको विद्यार्थीहरूले हात उठाइदिनुहोस् त। 10, only 10, थुप्रै रहेछ। 9, 8 रेस्ट होइन, रेस्ट अफ यु है। 9, 10, 8, 9, 10 होइन, 8, 9, 10 पढ्ने विद्यार्थीहरू तपाईँहरू सबैजना मलाई लाग्छ टिन एजमा हुनुहुन्छ। यतिखेर थुप्रै कुरा मनमा खेल्छ होइन, स्वाभाविक हो, स्वाभाविक हो। यतिखेर धेरै मान्छेहरू चञ्चले पनि भइन्छ। म पनि तपाईँकै एज पार गरेर आएको मान्छे हो होइन, त्यो नेचुरली नै त्यस्तो हुन्छ। त्यसो भएको कारणले यो उमेरमा चाहिँ गलत बाटो धेरै मान्छेले देखाउन सक्छ। गलत बाटो कुन हो र राइट बाटो कुन हो भन्ने डिसाइड गर्न सक्दैन यो उमेरको मान्छेले। म पनि त्यस्तै थिएँ क्या, त्यसले गर्दा भनेको। तर आफ्नो आमा बाउले के देखाउँदैछ, कता जाउँ भन्दैछ, कता जानुपर्छ भन्दै हुनुहुन्छ, र टिचर्सले कता जानुपर्छ भन्दै हुनुहुन्छ, त्यता हामी जानुपर्छ है। देयर आर टु मेनी वेज, तर अल द वेज आर नट राइट वेज। त्यसले गर्दाखेरि तपाईँले राइट वे कुन हो त्यो राइट वेमा हिँडेर म सफल बन्छु व्यक्तिगत रूपमा तपाईँ होइन, साथै म साथसाथै मेरो समाजका लागि पनि म केही गर्ने गरी म सफल बन्छु भन्ने वे कुन हो भनेर तपाईँहरूले आफ्नो टिचर्सलाई सोध्नु होला होइन। हाम्रो म्यामलाई सोद्धा पनि हुन्छ, यता सरलाई सोद्धा पनि हुन्छ, हाम्रो बिचमा उभिनु हुने सरलाई सोद्धा पनि हुन्छ होइन, आफ्नो आमा बाबालाई सोद्धा हुन्छ। आमा बाबासँग कोही हुनुहुन्छ, कोही अरू भनौँ न अङ्कल आन्टीसँग बस्नुभएको छ होला, उहाँहरूलाई सोध्नुपर्छ ल। आफै जथाभावी हिँड्नु हुँदैन। कुरा बुझ्नुभयो नि, यो चिज भन्न चाहन्छु। र सधैँभरि श्रमलाई मेहनत गर्नु, काम सानो हुँदैन होइन। श्रमलाई सम्मान गर्नु, मेरो मतलब काम सानो हुँदैन। अब हामी यहाँ खेती किसान भएको त छैन, यो डाउनटाउनमा सबै अब कहाँ खेती गर्नु र होइन, सबै कङ्क्रिटाइज भइसकेको छ। अगाडि हिँड्यो पिच, भित्र आयो कङ्क्रिट, यस्तो ठाउँमा बस्छौँ, कङ्क्रिटकै घरमा बस्छौँ, खेती किसान त छैन यहाँ
नत्र म अर्कै खालको यहाँ भन्थेँ फेरि होइन पानबारीतिर उता अन्यतिर गयो भने म फेरि अर्कै खालको भन्छु। तपाईँहरूले चाहिँ यहाँ श्रम गर्ने भनेको के हो भन्दाखेरि होइन यति हो, आफ्नो लुगा आफै धुनुहुन्छ केटीहरूले चाहिँ धुन्छ होला, केटाकेटी हुँदैन कि है, त्यस्तो पनि छ नि त हामी, त्यो पनि श्रम नै हो है। आफ्नो लुगा आफै धुनु है, आफ्नो जुत्ता आफै ब्रस गर्नु होइन, त्यो चिज हो। अनि फोहोर मैला व्यवस्थापनमा होइन विद्यालय सफा छ तपाईँहरूको, यहाँ मैले केही पनि देखिनँ त्यस्तो ट्रास होइन, क्लिन एकदम छ। अगाडि पनि क्लिन गर्नुपर्छ, यो कम्पाउन्ड अगाडि बुद्ध चोकतिर गर्नुपर्छ भनेको होइन, कम्पाउन्ड अगाडितिर होइन, त्यो गर्नु होला। र आफ्नो घर अगाडि हामी सबै घरमा बस्छौँ होइन, आफ्नो घर छ, सानो होस् ठुलो होस् आफ्नो घर छ, त्यो घर अगाडिको पेटी र सडकको किनारा हुन्छ, अलिकति भिड ड्रेन भन्छ यस्तो सानो पानी बगोस् भन्ने, त्यहाँ पनि पानीको बोतल चाल्चाको खोल के छ भने टिपेर डस्टबिनमा लगाउने, अथवा फोहोर मैला सङ्कलन गर्ने बोरामा राख्ने र फोहोर मैलाको गाडी आएको दिन र त्यो समयमा मात्रै निकालिदिने। यति त गर्न सकिन्छ होला होइन। यस, र त्यही कुरा गर्नु होला। मैले 2-4वटा कुरा फेरि इन समरी भन्न चाहेँ। फोहोर मैला हामी जथाभावी फाल्दैनौँ होइन, सकेको क्लिनिङ हामीले गरौँ आफ्नो घर अगाडि, स्कुल वरिपरि र स्कुलको तपाईँको कम्पाउन्डमा भित्र। अर्को कुरा लागु औषध सेवन नगरौँ, अरूलाई पनि नगराउँ, जथाभावी साथीभाइले जे भन्छ त्यो नमानौँ है। राइट वे कुन हो भनेर चुज गर्नु लागि आफ्नो पेरेन्ट्स अथवा टिचर्सलाई सोधौँ, किनभने यो उमेरमा म अघि भने तपाईँहरूकै उमेर पार गरेर आएको सबै वे राम्रै लाग्छ क्या, यता हेऱ्यो यतै राम्रो, उता हेऱ्यो उतै राम्रो, तर सबै बाटोले तपाईँलाई गन्तव्यमा पुर्याउँदैन। कुनै बाटोले भिरमा पुर्याउँछ, खाल्डामा हालिदिन्छ, दलदलमा फसाउँछ। त्यसले गर्दा राइट वे छान्नको लागि यो टिचर्स अर यो पेरेन्ट्स विल हेल्प यु होइन, यो चिज छ। मैले यति भन्न चाहेँ र यिनै कुराहरू राख्दै शेर्पा सर लगायत उहाँको टिचिङ स्टाफ है, हाम्रो आदरणीय सर म्यामहरू सबैजनालाई धन्यवाद दिँदै पत्रकार साथीहरूलाई पनि यो कार्यक्रम विशेष बनाइदिनको लागि आउनु भएको छ, तपाईँहरूलाई पनि धन्यवाद दिँदै र स्टुडेन्ट्स तपाईँहरूलाई ब्राइट फ्युचरको कामना गर्दै होइन, तपाईँहरू नै यो देशको भविष्य, त्यो कहिले पनि नबिर्सिनु होला है। त्यो भन्दै म पिता पनि हुन्छु, यहाँहरूसँग एउटा सामूहिक तस्बिर चाहिँ खिच्छु होला तपाईँहरू त्यहीँ बस्नुहोस्, हामी त्यहाँ आएर उभिन्छौँ ल है। थ्याङ्क यू सो मच, थ्याङ्क यू। Okay. Good afternoon, children. Okay, today we are really very lucky. You know why? A wonderful person in our school. I would like to say, sir, wonderful person. And so let us say something in a loud voice. Thank you, sir, Mayor Saab. Once again, 1, 2, 3. Thank you, sir. Okay, so I would also like to thank on behalf of Carmel School and staff. Thank you, sir. Thank you very much, sir, for coming. And Mayor Saab has shared something very valuable things. I think but you have to follow. Is it? You have to follow them, sir. Mayor Saab has just shared valuable things. Thank you, sir. Thank you, sir. Thank you. सर हामी लाग्छौँ ल सबैजना है, राम्रो पढ्नु ल, राम्रो पढ्नु है भन्दैहरू है, राम्रो पढ्नु।
Hey guys.